हामी चाहिँ आज कोलम्बो आएर अहिले चाहिँ एकदम फ्रेस भएर खाजासाजा खाएर आइसक्रिम खाएर ठ्याक्क 4 बजे चाहिँ निस्केथ्यौँ हामी होस्टेलबाट। अनि अहिले चाहिँ अब यहाँको लगभग 6:30 बज्न लाग्यो। यहाँ अहिले हामी यो बिचमा छौँ, कोलम्बोको सबैभन्दा फेमस बिचमा। यहाँ पछाडिको भ्यू यस्तो छ, अनि उतापट्टि चाहिँ पोर्टको एरिया छ, यो पछाडिपट्टिको भागमा होइन, उतापट्टि पोर्टको एरिया छ। त्यहाँबाट सिपहरूमा सामानहरू गएको गरेको देखिन सकिन्छ। अनि यहाँ पानीको छाल आइरहेको एकदम मजाले। अनि यहाँ माथि यो यस्तो यो कौवा जस्तो देखिने गरी मजाले उडाइराखेको छ सबै। एउटा सिप हिँडिरहेको छ। ओ भाई भाइ ओ भोसड़ी के भाई नो 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 भाइ नट बाइट ओ भाई भाई दादा क्या करे वाओ नाइस मसाज आहा टू हैंड टाइप टु ह्यान्ड ओ वही नो भाई नो भाई ये फंस रहा है। आज हमने ये कोबरा को कोलंबो से रेस्क्यू किया है। अब इसको हम आज छोड़ देंगे समुद्र के पार। यो हेर्नु गर्नलाई किन समाएको भन्दा मलाई चाहिँ सर्पसित चाहिँ एकदमै डर लाग्ने थियो। अनि यसलाई पनि आज मैले समाउनलाई मलाई आँटै आएको थिएन क्या। अनि आजबाट यो सर्पसितको डर मैले एकदम हटाउनको लागि आज मैले यो समाएको। अनि यो समातेपछि चाहिँ मलाई ठिकै लाग्यो। अब मलाई बाघभन्दा सर्पसित डर लाग्छ। अब चाहिँ मलाई आज यसलाई समाएपछि चाहिँ त्यो सर्प पनि नर्मल प्राणी त हो भन्ने चाहिँ फिल भयो। ओ माय गॉड ब्रो वो भोसड़ी के भाई भाई मैं अटक गया वो भाई भाई टोक लगा बालो फोटो बालो फोटो त्यो माथि ल्याऊ बोथ ह्यान्ड कोब्रालाई कहाँबाट लिएर आएको बरु? हमने कोलंबो श्रीलंका आज रेस्क्यु गरेको। त्यो चाहिँ कोलम्बोको सबैभन्दा फेमस बिच हो। अब आजलाई चाहिँ हामी यहाँबाट निस्किन लाग्यो। यो उडेको पनि दामी छ क्या।
कितना बोलना है भाई? हामी चाहिँ भर्खर यो हाम्रो होस्टेलबाट निस्क्यौँ। अब हामी आज चाहिँ कोलम्बो सिटी टुर गरेर अनि आज हामी जान्छौँ मिरिसाको लागि। मिरिसामा भनेको चाहिँ कस्तो ठाउँ छ भन्दाखेरि अलि गाउँवाला टाइपको राम्रो त्यो बिच भाइब्स त्यस्तो भएको छ। त्यहाँ पनि हामी होस्टेलमै बस्छौँ। हामीले त्यहाँको पनि होस्टेल बुक गरिसकेको छौँ। अनि मिरिसा चाहिँ एकदम ब्युटिफुल छ। अनि आज फेरि स्याटरडे अनि भोलि सन्डे भएको भएर यतातिरको टुरिस्टहरू पनि उता जाता है। हामी भर्खर यो काम्बुरु गम्बुवा भन्ने यो मिरिसाको स्टेसनमा झऱ्यौँ। अब यो मिरिसाको स्टेसनबाट मिरिसाको ठ्याक्क जहाँ हामी झर्न पर्ने थियो त्यहाँभन्दा चाहिँ हामीलाई अलि यता बढी नै यता लिएर आएको थियो। किनभने त्यहाँ म्यापमा चाहिँ स्टेसन देखाएको थियो अनि रियलमा चाहिँ यहाँ स्टेसन छैन रहेछ। अब हामी मिरिसामा बस्नको लागि हामी होटल खोज्छौँ। अनि होटल अथवा होस्टेल अब के हुन्छ त्यहाँ खोजेर त्यहाँ अब फिक्स गर्छौँ। अनि त्यहाँपछि आरामले आज एकदम बिचमा मजाले बसेर आईपीएल हेरेर आज भाइब्स लेने गए हैं। अब ये ट्रेन जा रहा है और हमारे भैया भी हिट रहे हैं। गुड मर्निङ। अहिले चाहिँ हामी यो मिरिसाको बिच एरियामा छौँ। हामी बसेको चाहिँ होमस्टेमा हो। आज चाहिँ होमस्टेमा बसेको हो। होमस्टे यस्तो छ
अनि यहाँ अब आँपको रुखहरू छ, आँप फलेको छ। अनि यहाँ माथि माथि कोकोनट फलेको छ। अब हामी बिचमा जाँदैछौँ। हामी अहिले अब बिहान ठ्याक्क उठेर बिच एरियातिर जाँदैछौँ। बिच फेरि एकदमै नजिक छ हामी बसेको ठाउँबाट। हामी बसेको होमस्टेबाट बिच भनेको 20 मिटरै छ जम्मा। अब हेर्नु है, म भर्खरै अहिले हामी बसेको ठाउँबाट निस्केँ नि, अब हामी आइसक्यौँ। अब मैले क्यामेरा घुमाएँ भने तपाईँहरूले बिच देख्नुहुन्छ। ओहो, नहा धो रहे हैं यार भाई यहाँ पे। अब तो आज तो मज़ा करेंगे बीच में। कितना अच्छी बीच है यार। हामी आइसक्यौँ बिचमा। ओहो, बीच में तो खाली है। बीच में त्यस्तो धेरै मान्छे छैन अहिले। ये देखिए बीच। हम चल रहे हैं, हम भी चले। हामी अहिले यो मिरिसाको अल यु क्यान इट भन्ने रेस्टुरेन्टमा छौँ। यो चाहिँ मिरिसा बिचबाट एकदमै नजिकै छ। अनि यहाँ चाहिँ 1500 LKR पर पर्सन भनेको छ। त्यो भनेको चाहिँ कति हुन्छ भन्दाखेरि नेपाली 714 रुपियाँ हुन्छ होइन। 714 रुपियाँमा हियर वी हेभ। अब हामीलाई के मिल्छ भन्दाखेरि यहाँ दिस वान राइस, यो चाहिँ फर्मेन्टेड क्याबेज जस्तो छ। अनि यो दाल, अनि यो चाहिँ अब स्पाइसी दाल। अनि अर्को चाहिँ यहाँ छैन केही। अनि यो बिन्स सिमी, अनि यो छोले चना, अनि पम्किनको, अनि यहाँ चाहिँ ग्रिन बनाना। हामीसित यति कुराहरू छ। यति कुराहरू चाहिँ यहाँ LKR 715 रुपियाँमा आउँछ। अब हामी यहाँ केरा लेख्दैछौँ। यहाँ चाहिँ केराको 1 केजीमा हुँदो रहेछ, दर्जनमा हुन्न। 1 केजीको 200 रुपियाँ भनेको नेपाली 95 पर्छ। यहाँ भएको चाहिँ यो सबै प्राइस, सबै सामानको यो लेखेको प्राइस जति सबै चाहिँ 100 ग्रामको प्राइस हो।
तरकारीहरू त ठिकै छ ब्रिन्जल 1 किलोलाई भेन्टाहरू 1 किलोलाई नेपाली 90 तरकारी त नेपालभन्दा सस्तो रहेछ क्या मटर है लगे नंबर को तो आपको काफी अलग है